ब्रह्माण्डमा पानीको महाकुण्ड फेला परेको छ। पृथ्वीको तुलनामा 140 ट्रिलियन गुणा बढी पानी देख्दा वैज्ञानिकहरू नै अचम्म। विज्ञानको दुनियाँमा एउटा यस्तो खुलासा भएको छ जसले मानव मस्तिष्कको कल्पनालाई समेत मात खुवाइदिएको छ। ब्रह्माण्डको एउटा कुनामा यति धेरै पानी फेला परेको छ कि त्यसको अगाडि हाम्रा 7 तोटे महासागर एउटा सानो थोपा जस्तो मात्र देखिन्छ। वैज्ञानिकहरूले पृथ्वीको सम्पूर्ण पानी भन्दा 140 ट्रिलियन अर्थात् 140 लाख करोड गुणा बढी जल भण्डार फेला पारेका छन्। यो हालसम्मकै सबैभन्दा टाढा र सबैभन्दा विशाल पानीको स्रोत हो। कहाँ छ त यो अन्तरिक्षको महासागर? यो अकल्पनीय खोज पृथ्वीबाट करिब 12 अर्ब प्रकाश वर्ष टाढा अवस्थित छ। यो पानी APM 08279+5255 नामक एउटा विशाल क्वासरको वरिपरि छरिएर रहेको छ। उक्त क्वासरको केन्द्रमा एउटा यस्तो भयानक सुपरम्यासिभ ब्ल्याक होल छ जुन हाम्रो सूर्यभन्दा 20 अर्ब गुणा ठूलो छ। खोजका केही रोचक र डरलाग्दा तथ्यहरू। हामीले अहिले देखिरहेको यो दृश्य वास्तवमा 12 अर्ब वर्ष पुरानो हो, अर्थात् बिग ब्याङ भएको केही समयपछि नै ब्रह्माण्डमा पानीको अस्तित्व थियो भन्ने यसले प्रमाणित गर्छ। यो पानी हामीले पिउने तरल अवस्थामा छैन। ब्ल्याक होलको प्रचण्ड ताप र एक्स-रे विकिरणका कारण यो पानी अत्यन्त तातो जलवाष्पको रूपमा रहेको छ। यो वाष्प सयौं प्रकाश वर्षको क्षेत्रमा फैलिएको छ। ब्ल्याक होलले ग्यास निकाल्ने क्रममा उत्पन्न हुने ऊर्जाले गर्दा यो क्षेत्र तातो र ओसिलो बनेको। यो खोजले के देखाउँछ भने ब्रह्माण्डको सुरुवाती कालदेखि नै पानी र जीवनका आधारभूत तत्त्वहरू सर्वत्र छरिएका थिए। अन्तरिक्ष अझै पनि अनगिन्ती रहस्यहरूको भण्डार। यद्यपि यो पानी पिउन योग्य छैन, तर यसले पृथ्वी बाहिरको जीवन र ब्रह्माण्डको उत्पत्तिका बारेमा नयाँ बहस छेडिदिएको छ। यो खोजले स्पष्ट पारेको छ हाम्रो पृथ्वी मात्र होइन, पुरै ब्रह्माण्ड नै पानीको अणुले भरिएको छ। यस्तै रोचक जानकारीको लागि हामीलाई फलो गर्नुहोस्।